सेवामा हालिदिन्छु भन्थ्यो, हालेन। यो गोप्ते काजीले के हो यार, यसले मलाई मान्छे पत्याएन है गाइजहरू। यही हो त्यो फटा चोरको नम्बर चाहिँ नि। गाइजहरू फोन उठाएन, थुप्रो भइसक्यो यार ठगेको त। याङ्गोमा चढियो, ओर्लिने ठाउँमा गएपछि मेरो सर्लक्क हस्पट माग्यो है, फोन पे गरिदिन्छु रे। अनि त्यसपछि क्यास छ भने 2000 दिनु न भनेर भने, मैले दिएँ। सो 2300 हालिदिन्छु भन्थ्यो, 300 भाडा है, हाल्दिएँ। यस्तो ठगीमा तपाईहरू पनि पर्नु होला, सचेत रहनु होला भनेर म जानकारी दिन चाहन्छु। सन्देशमूलक भिडियो प्रस्तुत गर्ने गर्छु म प्रायः जसो। गाइजहरू तपाईहरूलाई यो सन्देशमूलक जस्तो लाग्छ भने कृपया लाइक सेयर कमेन्ट गर्नुहोला। सडकमा भेटिने अनलाइनमा चढ्ने यात्रुले त यसो गर्छ भने सडकमा भेटिने अपरिचित साथीहरूलाई विश्वास नगर्नु होला। फोन पे गरिदिन्छु, क्यास दिनुहोस् भनेर भन्ने गर्छन्। सक्सेसफुल भनेको स्क्रिनसट शुद्ध मलाई देखाएको थियो। यस्तो यस्तो स्क्यामर फेक गर्ने मान्छेहरू हुन्छन् बजारमा। कृपया बी केयरफुल ड्राइभ, होइन, केयरफुलसँग आफ्नो काम गर्नु होला, ध्यान दिनु होला काममा। हामी गरिबलाई एकदम ठुलो हो 2000 रुपैयाँ भनेको धेरै ठुलो हो। 2000 कमाउनलाई ताल पऱ्यो 2 दिन 3 दिन लाग्छ। कमाइ एकदम थोरै छ, खर्च एकदम धेरै छ। सो गाइजहरू बी केयरफुल भनेर म फेरि पनि भन्न चाहन्छु। अपरिचित व्यक्ति, होइन, नयाँ मान्छे, नौलो मान्छेलाई छिट्टो विश्वास नगर्नु होला। म जस्तै फस्नु हुनेछ फेरि भन्दै म बिदा हुन चाहन्छु। यो गोप्ते काजीले मेरो फोन उठाउँदैन, यो स्क्यामरै हो, फेकै हो। हिजो भोलि अस्तिको दिन भोलि बेलुका अथवा पर्सिसम्म म हाल्छु भनेर मलाई भनेको थियो। हिजो मैले फोन गरेन है, आज कल गरेको, खोइ त आजसम्म आएन पैसो। म फोनबाट गर्छु है त, वाट्सएपमा उठाएन साथीहरू। कसरी हात पार्ने होला, कस्तो मिठो बोलेको थियो भने हिजो त आहा, फिर्ता भर्खरै देला जसरी फोन गरेको थियो। म त्यस्तो मान्छे होइन, समथिङ के भन्नुभएको थियो। यस्तो छ, अब फोनमै अफलाइनमै कल गरौँ त। हिजो वाट्सएपमा आफैले सम्पर्क गरेको थियो भने ल, मैले नामै सेभ गरेको छु, जीवन शर्मा। हजुर सर नमस्कार। हजुर नमस्कार। खोइ त अनि मेरो त्यो 2300 पठाउँछु भनेको खोइ त आइपुगेन त सर। ए उताबाट नआएर सर मैले नगर्दिएको होइन, तपाईँलाई यस्तो स्क्याम हान्नु त भएन नि सर। सुन न, अब हजुरलाई त्यस्तो लाग्ने भइदिएको त म तपाईँसँग यसरी कुरा गर्थेँ होला त। हो गर्थेन, तर तपाईँले त्यस्तो गरे जस्तो नै भान भइरहेको छ मलाई। अहिले सर म एउटा सानो मिटिङमा छु, अहिले एकछिनमा हजुरलाई म कल ब्याक गरेँ है। बरु मलाई पनि हजुरहरूको टिममा जोइन गर्ने हो कि अब के हो यो? होइन, म हजुरलाई अहिले एकछिनमा कल गरेको, म एउटा मिटिङमा छु। ल प्लिज, हामी गरिबको लागि यो धेरै ठुलो पैसा हो, प्लिज भन्न चाहन्छु। हुन्छ हुन्छ सर। हस्। ल फोन चाहिँ उठाएँ गाइजहरू, फोन चाहिँ उठाएँ। तपाईँहरू सचेत रहनु होला। 1 महिना लगभग भइसक्यो, बेला बेलामा फोन लाग्छ। यसलाई कसरी हात पार्ने त भनेर मैले भन्दाखेरि तपाईँको मैले 15-20 जना साथीहरूलाई चाहिँ यो नम्बर सेभ गरेर राख्नु। कुनै दिन कुनै पनि बेला यसले, होइन, कुनै पनि एप्सबाट ट्याक्सी बुक गऱ्यो भने चाहिँ नि टक्क त्यसको नम्बर सेभ गरेर राखेपछि चाहिँ हो निमा दोर्जी मोक्तानलाई ठग्ने यही हो भनेर चाहिँ ट्र्याक्क लाएर रिसिभ गर्न जाने, पुलिसलाई बुझाउने अथवा मलाई बोलाउने, साथीभाइलाई बुझाउने र नछाड्ने भनेर हामीले सल्लाह गरेका छौँ। यस्ता फटाहरूदेखि तपाईँहरू सावधान रहनु होला भन्दै आजको यो भिडियो
बन्द गर्न चाहन्छु, अन्त्य गर्न चाहन्छु। यस्तै सन्देशमूलक भिडियोहरूको लागि सी यू अन नेक्स्ट भिडियो हैन, स्टे अन ट्युन भन्दै बिदा हुन चाहन्छु। नमस्कार, बाइ बाइ।